राजतन्त्र वंशवादमा आधारित सिद्धान्तमा टेकेर बनेको छ। त्यहाँ कुनै क्षमता प्रदर्शन गर्नु पनि पर्दैन। तर म लगातार कार्यकर्ताद्वारा जनताद्वारा चाहिँ रुचाइएका कारणले छु। म आफ्नो विचारप्रति समर्थनका कारणले छु। म नेतृत्वमा मलाई हटाउनु पर्ने आवश्यकता तपाईहरुलाई किन पर्यो? मेरो प्रश्न किन हटाउनु पर्यो? म हटाएपछि गणतन्त्र सुदृढ हुन्छ, अर्को आउने बित्तिकै राम्रो हुन्छ भन्ने कुराको ग्यारेन्टी छ। मसँग धेरै कमरेडहरु हुनुहुन्छ, तपाईहरुले देख्नु भएको छ। तपाई अर्को नेता देखाउनुहोस् 71 वर्षको उमेरमा पनि देशव्यापी अभियान बिहान 5 बजेदेखि बेलुका 10 बजेसम्म लगातार खट्ने देखाउनुहोस् त। मेरो व्यक्तिगत चाहनाको कुरा होइन यो। देशको आवश्यकता र जनताको आवश्यकतासँग पनि यो रिलेटेड छ भनेर बुझ्न जरुरी छ। तपाई फलानु नेताको यो गल्ती, फलानु नेताको यो गल्ती भन्न सक्नुहुन्छ, त्यो भन्नु पनि पर्दैन। तर नेतातन्त्र भनेर राजनीतिक दल र नेतृत्व सम्पूर्णलाई बदनाम गर्ने कोसिस गर्नु लोकतन्त्र विरोधी चिन्तन हो भन्ने मलाई लाग्छ। सरकारमा चाहिँ 84 सम्म नजाने हाम्रो निर्णयमा एउटा नयाँ दृढता पैदा भएको छ। तपाईहरुलाई त सरकारमा जान हतार गरे होला, बिल्कुल होइन। धन्यवाद। पत्रकार साथीहरूले बडो गम्भीर ढंगले र आफूलाई लागेको कुरालाई बडो तीखो रूपमा राख्नुभयो। तपाईहरुको यो स्पिरिटलाई चाहिँ म सम्मान गर्छु र धन्यवाद भन्न चाहन्छु। तर तपाईहरु मध्ये धेरैले राखेको कुरासँग चाहिँ म फेरि हाम्रो दल सहमत चाहिँ छैन। तपाईहरुको दिमागमा धेरै भ्रमहरू रहेछन् भन्ने पनि मैले बुझ्ने अवसर प्राप्त गरे। त्यसको लागि पनि तपाईहरुले सिधा सिधा राखेकोमा धन्यवाद नै छ। पहिलो कुरा, राजनीतिक दल र नेतृत्व बारे जे कुरा राख्नुभयो, कुरा त अहिले बजारमा चलिरहेको हावाहुरी जस्तै गरिराख्नुभयो, तर यथार्थ त्यस्तो होइन। राजनीतिक दलहरू निश्चित विचार, दर्शन, राजनीतिक कार्यक्रमबाट सञ्चालित हुन्छन्। राजनीतिक दलहरूले संविधान र कानूनमा व्यवस्था भए अनुसार अधिवेशन र सम्मेलनद्वारा निर्वाचनबाट नेतृत्व चयन गर्छन्। त्यो नेतृत्वमा प्रमुख नेतृत्व पनि फेरिन पनि सक्छ। त्यही प्रमुख नेतृत्व विगतमा जो थियो त्यो निरन्तरता पाउन पनि सक्छ। तर राजतन्त्रमा त्यस्तो हुँदैन। राजतन्त्र वंशवादमा आधारित सिद्धान्तमा टेकेर बनेको छ। त्यहाँ कुनै क्षमता प्रदर्शन गर्नु पनि पर्दैन, प्रतिस्पर्धा गर्नु पनि पर्दैन, अधिवेशनबाट चुनिन नि पर्दैन। तर राजनीतिक दलभित्र चाहिँ त्यो अभ्यास हुन्छ र नेतृत्वले आफूलाई समय र परिस्थिति अनुसार सक्षम साबित गर्दासम्म, आफ्नो विचारद्वारा, आफ्नो सक्रियताद्वारा, आफ्नो क्षमताद्वारा गर्दासम्म त्यो नेतृत्व निरन्तर रहनु राजनीतिक दलको पनि हितमा हुन्छ, देशको लोकतन्त्रको पनि हितमा हुन्छ। तपाई विगतमा चाहिँ थुप्रै नेताहरूको बारेमा तपाईहरुले पक्कै बुझ्नु भएकै होला। मैले भनेको छु हो, म नेपालको इतिहासमा कम्युनिस्ट आन्दोलनमा झण्डै 35-36 वर्षदेखि नेतृत्वमा छु। तर म लगातार कार्यकर्ताद्वारा जनताद्वारा चाहिँ रुचाइएका कारणले छु। म आफ्नो विचारप्रति समर्थनका कारणले छु। म नेतृत्वमा जबसम्म त्यो परिस्थिति रहिराख्छ र मैले देशको लागि र जनताको लागि केही योगदान गरिरहेको हुन्छु, मलाई हटाउनु पर्ने आवश्यकता तपाईहरुलाई किन पर्यो? मेरो प्रश्न किन हटाउनु पर्यो? म हटाएपछि गणतन्त्र सुदृढ हुन्छ, अर्को आउने बित्तिकै राम्रो हुन्छ भन्ने कुराको ग्यारेन्टी छ। मसँग धेरै कमरेडहरु हुनुहुन्छ, तपाईहरुले देख्नु भएको छ। यहाँ थुप्रै उपराष्ट्रपति भएको कमरेड पनि हुनुहुन्छ, उपप्रधानमन्त्री, मन्त्री, चाहिँ सभामुख, सबै त प्रचण्ड त भएको छैन नि।
आफ्नो क्षमता अनुसार पार्टीको निर्णय अनुसार त साथीहरू भइ त राख्नु भएको छ। अनि अहिले एउटा वर्गलाई एउटा तबकालाई जो निरङ्कुश छ, जो तानाशाही चरित्रको छ, उसको लागि प्रचण्ड आँखाको पसिङ्गर भएको छ। तपाईँ पत्रकार साथीहरूले पनि यो कुरा नबुझेर कति त मात्रै बसेको भन्नुभयो भने प्रकारान्तरले तपाईँको नियतमाथि मेरो शंका छैन। तपाईँहरूले तानाशाहीलाई नै मद्दत गर्न खोजेको भन्ने तपाईँले यो कुरा किन नबुझेको? तपाईँ अर्को नेता देखाउनुहोस्। 71 वर्षको उमेरमा पनि देशव्यापी अभियान बिहान 5 बजेदेखि बेलुका 10 बजेसम्म लगातार खट्ने देखाउनुहोस् त। भने यो पक्षलाई तपाईहरुले किन विचार गर्नुहुन्न, यसको महत्त्वलाई किन विचार गर्नुहुन्न भन्दा कहीं न कहीं कन्फ्युजन छ भन्ने कुरा हो। वंशवादको सिद्धान्त र लोकतन्त्रवादको सिद्धान्तलाई एकै ठाउँ घालमेल गरिदिनु अन्ततः वंशवादलाई मद्दत गर्नुहुन्छ, जुन सामन्तवादसँग जोडिएको छ भन्ने सिद्धान्त पनि पक्कै तपाईँ पत्रकार साथीहरूले बुझ्नु भएकै होला। त्यसकारण यो तुलना हुने कुरा होइन। अन्ततः कुरा के चाहिँ हो भने तपाईँ कुन विचारद्वारा निर्देशित हो भन्ने कुरा मुख्य हुन आउँछ। तपाईँ कुन राजनीतिक मान्यताद्वारा निर्देशित हो भन्ने कुरा मुख्य हुन आउँछ। तपाईले 100 वर्षसम्म नेतृत्व गरे पनि गणतन्त्र, जनता, लोकतन्त्र सबैको निम्ति लडिराख्नु भएको छ भने तपाईँ बुढो भनेर तपाईलाई अपमानित गर्नुपर्ने कारण रहँदैन। तपाईँ भर्खरको जवान हुनुहुन्छ तर तपाईँ तानाशाहीको पक्षमा, निरङ्कुशताको पक्षमा, अस्ति चाहिँ चैत्र 15 गते जस्तो आगजनी र हत्याको पक्षमा हो भने तपाईँ भर्खरको ठिटो भए पनि काम छैन। यो अन्ततः विचारको कुरा हो, सिद्धान्तको कुरा हो। तैपनि म तपाईहरुलाई के भन्छु भने म फेरि बसिराखु भन्ने चाहना भएको अवस्था मेरो आज होइन। मैले थुप्रै उत्तराधिकारीहरू जन्माएको छु भन्ने मलाई गर्व छ। थुप्रै कमरेडहरू मसँग हुनुहुन्छ, सक्षम कमरेडहरू हुनुहुन्छ, 101 हुनुहुन्छ, तपाईहरुले देख्नु भएको छ। त्यसकारण उपयुक्त विधि प्रक्रिया मार्फत मैले फेरि आफू अलि भिन्न भूमिकामा जाने सोची पनि राखेको छु, भनी पनि राखेको छु। कारण मेरो व्यक्तिगत चाहनाको कुरा होइन यो। देशको आवश्यकता र जनताको आवश्यकतासँग पनि यो रिलेटेड छ भनेर बुझ्न जरुरी छ। अहिले नेतातन्त्र भन्ने गरिएको छ, यो पनि मलाई बिल्कुल गलत बुझाइ र गलत भाष्य हो भन्ने लाग्छ। किन नेता बिनाको पार्टी, नेता बिनाको आन्दोलन, नेता बिनाको लोकतन्त्र दुनियाँमा कहीँ पनि देखिएको छैन। कुनै न कुनै रूपमा नेतृत्व जनताले पैदा गर्ने कुरा हो। नेताले आफूलाई पैदा गर्ने कुरा होइन, जनताले र आन्दोलनको बीचबाट नेता पैदा हुने कुरा हो। तपाईले नेतालाई बढी गाली गर्नुभयो भने त्यसको अर्थ के हुन्छ भने तपाई निर्दलीयतातिर, तपाई निरङ्कुशतातिर, तपाई वंशवादलाई समर्थन गर्ने तयारी गर्दै हुनुहुन्छ भने अर्थ लाग्छ। तपाईहरुको त्यो मनसाय नभए पनि अर्थ लाग्ने त्यही नै हो। तपाई फलानु नेताको यो गल्ती, फलानु नेताको यो गल्ती भन्न सक्नुहुन्छ, त्यो भन्नु पनि पर्छ। तर नेतातन्त्र भनेर राजनीतिक दल र नेतृत्व सम्पूर्णलाई बदनाम गर्ने कोसिस गर्नु लोकतन्त्र विरोधी चिन्तन हो भन्ने मलाई लाग्छ। दोस्रो, तेस्रो, तपाईहरुमा अहिले पनि यहाँ आयो सत्तामा हुँदा एउटा कुरा, त्यसपछि फेरि सत्ता प्राप्तिको निम्ति फेरि छिनझपटी, यही त हो तपाईहरुको भने जस्तो गरी तपाईहरुले सोध्नुभयो। योसँग पनि म बिल्कुल सहमत छैन, किनकि त्यो सत्य होइन। तपाईले देख्नुभयो पछिल्लो चोटि 18 महिनामा सरकारको नेतृत्व गर्दा एउटा अभियान हामीले चलायौं, भ्रष्टाचार विरोधी अभियान। भ्रष्टाचारका विरुद्ध प्रधानमन्त्रीको कुर्सीमा बसेर अभियान चलाउन सजिलो कुरा होइन। अहिलेको सन्दर्भमा, अहिलेको पृष्ठभूमिमा कति चुनौतीपूर्ण कुरा हो भन्ने कुरा सायद तपाईले गइदिएर विचार गर्नु भने बुझ्न सक्नुहुन्छ। आफू स्वच्छ नभइकन, आफू कुनै भ्रष्टाचारमा मुछिएको छैन भन्ने कुराको आत्मविश्वास नभइकन प्रधानमन्त्रीको कुर्सीमा बसेर राजनीतिक दलका नेताहरू जसमाथि भ्रष्टाचारको आरोप लगाएको छ उनलाई मुद्दामा ल्याउने, कानूनको दायरामा ल्याउने कुरा, राज्यको जमिन व्यक्तिको नाममा बनाउने भूमाफियाहरूलाई त्यो जग्गा फिर्ता ल्याउने आँट गर्ने कुरा,
तपाईको चाहिँ सामाजिक न्यायको क्षेत्रमा मिटर ब्याज पीडितहरूको पक्षमा ऐन बनाएर उनीहरूलाई न्याय दिलाउन अगाडि बढ्ने कुरा, सामाजिक सुरक्षा कोषमा आबद्ध अहिले 15 लाख भन्दा बढी विदेशमा भएका नेपालीहरू मैले घोषणा गरेपछि आबद्ध भइरहेका छन्। यो कुरा र भ्रष्टाचारी बचाउन खोज्ने पार्टी र नेता उस्तै हुन् भन्ने भाषा कयौं पत्रकार साथीहरूले बनाउन खोज्नु भएको छ। तपाईहरु अलि सतर्क भइदिनु होला, मेरो अपिल छ तपाईहरुलाई। उस्तै होइन, भ्रष्टाचारीलाई कारबाही गर्न, निरंकुशताका विरुद्ध, तानाशाहीका विरुद्ध लड्ने पार्टी र नेता र भ्रष्टाचारी बचाउन मरिमेट्ने उस्तै हुन् भन्ने भाष्य पनि लोकतन्त्रका विरुद्ध छ, जनता र राष्ट्रका विरुद्ध छ। यो भाषा पनि सच्याउन जरुरी छ भनेर म तपाईहरुलाई भन्न चाहन्छु। अनि तपाईहरुले के, म अहिले देशव्यापी अभियानमा झापादेखि अहिले हामी जो निक्लेका छौं, सिंगै नेतृत्वको टिम जनताको घरमा के पाउनुभयो भनेर सोध्नुभयो एकजना साथीले। धेरै कुरा पाइसकेका छौं। सबभन्दा बढी त के भने हामीले विगतमा जुन मुद्दा, जुन वर्ग, जुन समुदायको हितको निम्ति समर्पित भएर लडेका थियौं, हामी उनीहरूका जान ढिलो गरेकोमा जनतामा निकै ठूलो पीडा रहेछ, चिन्ता रहेछ भन्ने हामीले सिक्यौं। शहीद परिवार, बेपत्ता योद्धा परिवार हामीलाई भेट्दा जसरी उहाँहरूले संवेदना र भावुकता प्रदर्शन गर्नुभयो, हामीले त्यसबाट सिकिराखेका छौं। हामीले अलिकति त बाटो बिराएकै थियौं र हामी अहिले ठिक बाटोमा हिँडेका छौं भन्ने आत्मविश्वास सिक्यौं हामीले। जनताले हामीलाई जसरी वृद्धदेखि युवा युवतीदेखि बाल बच्चासम्मले पनि अब हाम्रो भरोसा फेरि एकचोटि माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर, प्रचण्डतिर छ भनेर भावुक भएर आउने हजारौं हजारको संख्या हामीले जो देख्यौं हुलाकी मार्ग वरिपरि, त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ र सरकारमा चाहिँ 84 सम्म नजाने हाम्रो निर्णयमा एउटा नयाँ दृढता पैदा भएको छ। तपाईहरुलाई त सरकारमा जान हतार गरेर होला, बिल्कुल होइन। म तपाई भैरवका पत्रकारहरू, रूपन्देहीका पत्रकार साथीहरूलाई भन्न चाहन्छु, बिल्कुल होइन। हामीलाई अब फेरि एकचोटि हामी त्यो त्रुटि गर्ने पक्षमा हामी छैनौं। तपाईहरुले देख्नुभयो, यो हामीले भन्नको लागि भनेको होइन। हामी सरकारमा तपाईहरुले भन्नुहुन्छ कुर्सी प्राप्तिको लागि जे पनि गर्ने होइन। यदि कुर्सी प्राप्त गर्नलाई जे पनि गर्ने भएको भए मेरो कुर्सी जानेवालै थिएन। म कांग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थेँ यदि मैले भ्रष्टाचार विरुद्ध चलाएको अभियानलाई छोडिदिएको भए, राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरूलाई छोडिदिएको भए, या केही भ्रष्टाचारीहरूलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो सरकार धन्यवादै थिएन। तपाईहरु गइएर हेरिदिनु होला। तपाईहरु जस्तो युवा पत्रकारले कुरा नबुझिदिने हो भने त बडो दुर्भाग्यको कुरा हो यो त। त्यहाँ सरकार र कुर्सी होइन, हामीले एउटा संकल्प गर्यौं, त्यो सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति एउटा नयाँ लडाईँ छेड्नुपर्छ। त्यो माओवादीले नै, माओवादी केन्द्रले नै छेड्नुपर्छ भनेर हामीले सरकारमा हुँदा लडाईँ छेड्यौं। अहिले सरकार बाहिर हुँदा पनि हाम्रो त्यही लडाईँ जारी छ। अनि तपाई कसरी भन्न सक्नुहुन्छ प्रधानमन्त्री बन्नको लागि भनेर फेरि उही त्यही पुरानो थोत्रो आरोप? म चाहिँ नयाँ भइसके, तपाईहरु पुरानै हुनुहुँदो रहेछ। मैले क्रम भङ्ग गरिसके, तपाईहरुले आफ्नो सोचाइमा क्रम भङ्ग गर्नु भएकै रहेछ। त्यहाँ प्लिज पत्रकार साथीहरू, तपाईहरुले गहिरेर विचार गर्नु होला। सबै उस्तै हुन् भन्ने भाषाले तानाशाहीलाई मद्दत गर्छ, लोकतन्त्रलाई होइन। त्यसकारण यिनै कुराहरू हुन्। अब अहिले हामीले चाहिँ हुलाकी मार्ग यो अभियानमा हामीले किसानका समस्या के रहेछन्, मलबिउका समस्या, सिंचाइका समस्या, उत्पादकको वृद्धिसँग सम्बन्धित समस्या, बजारीकरणका समस्या, शीत भण्डारको आवश्यकताका समस्या धेरै बुझ्ने मौका पायौं। हामीले शहीद बेपत्ता परिवारहरूका पीडा नजिकबाट बुझ्ने मौका पायौं र हामीले त्यसलाई लिपिबद्ध गर्दैछौं। सबै मागपत्र ज्ञापनहरूलाई एकै ठाउँमा केन्द्रित गरेर राष्ट्रिय रूपमा हामी स्थापित पनि गर्दैछौं। एयरपोर्टको विषय, अब एयरपोर्टको विषय मेरो नेतृत्वमा सरकार हुँदा धेरै मेहनत गरेर यो एयरपोर्ट सञ्चालनको वातावरण बनेको थियो, बनाउँदै गएका थियौं। एयरपोर्ट सञ्चालनमा आएको पनि थियो।
सरकारले यो एयरपोर्ट सञ्चालनको निम्ति भैरवामा स्वास्थ्य परीक्षणसँग सम्बन्धित, श्रम स्वीकृतिसँग सम्बन्धित अन्य विषयको भौतिक पूर्वाधार चाहिँ भैरवामै बनाउने भन्ने घोषणा पनि म निक्लेपछि भएको पनि थियो। तर सरकारले गरेको घोषणा अनुसार कार्यान्वयन नभएको हुनाले, विभिन्न दबावमा परेको हुनाले अहिले अप्ठ्यारो स्थिति आएको छ। आज बिहान मात्रै पनि मलाई ज्ञापन पत्र बुझाइएको छ। यो एयरपोर्ट सञ्चालनमा ल्याउनु नै पर्छ हर हालतमा। तपाईहरु त झन् यहाँको नै पत्रकार र नागरिक हुनुको नाताले तपाईहरुको पनि जिम्मेवारी छ। मेरो लडाईँ यो विषयमा पनि निरन्तर अगाडि बढ्छ। धन्यवाद।